नमस्कार। हजुरहरू सबैलाई असार 15 को धेरै धेरै शुभकामना। आज टिकटक भिडियो मार्फत मलाई एउटा कुरा गर्न मन लाग्यो। हामी महिलाहरू कति सेन्सिटिभ हुन्छौँ है, कति नाजुक हुन्छ कि हाम्रो त्यो मन कति कमलो हुन्छ कि। हामी छोरी मान्छे, चाहे छोरी मान्छेसँगको साथी होस् अथवा छोरी मान्छे छोरा मान्छेसँगको साथी होस्, एक अर्कामा हामी छिट्टै नजिक हुन्छौँ। तर त्यति छिटो नजिक हुनु पनि राम्रो होइन रहेछ। र हामीले छोरी मान्छेसँग कुरा गर्दा होस् या छोरा मान्छेसँग कुरा गर्दा होस्, कुरा गर्दा गर्दै कसैसँग राम्रो बन्नको लागि हामीले एउटाको कुरा अर्कोलाई, अर्कोको कुरा अर्कोलाई गर्न जरुरी जस्तो लाग्दैन। त्यो भनेको एकदम नराम्रो बानी हो, त्यो गर्नु राम्रो हुँदैन। तर त्यस्तो दिदीबहिनीलाई म केही भन्दैछु, किनभने त्यो तपाईको कमजोरी हो। तपाईँ आफूलाई हेर्नुस्, पहिला आफूलाई हेर्नुस्, आफ्नो घरलाई हेर्नुस्, आफ्नो बालबच्चालाई हेर्नुस् र आफ्नो श्रीमानलाई हेर्नुस्। अरूको घर परिवार, अरूको बालबच्चा, अरूको भाउजू बुहारी माथि ध्यान दिनुभन्दा आफ्नो बालबच्चा, आफ्नै परिवारमाथि पहिला ध्यान दिनु र आफूमाथि। तपाईँ जसरी पनि आफू खुसी हुनुहोस् न, किन अरूमाथि तपाईँ ध्यान दिनुहुन्छ? तपाईले यो समाज र आफ्नो परिवार दुवैप्रति कुनै पनि असर नपर्ने गरी तपाईँ केमा खुसी हुनुहुन्छ त्यो गर्नुस् त। कति आनन्द आउँछ। तपाईले जस्तो जानेको छ, तपाईसँग जे छ त्यसमा खुसी हुनुहोस्। यो यताको कुरा उता लाउने, उताको कुरा यता ल्याउने, त्यस्तो बानीहरू राम्रो हुँदैन। र सबभन्दा नराम्रो बानी, म फ्र्याङ्क छु, म एकदम बोलिहाल्छु। कति महिला दिदीबहिनीले त्यस्तो भनेको सुन्छु म, साथीहरूले। एकदम फ्र्याङ्क छु, मेरो त मनमा कुरै अट्दैन, मेरो मनमा पाप छैन भन्छ नि। एकदम नराम्रो बानी हो त्यो। तपाईलाई थाहा छ पाप के हो, धर्म के हो थाहा छ? तपाईले जे पाए त्यही बोल्दैमा धर्म हुने र बोल्दै नबोल्दैमा पाप हुने त्यो पनि होइन। तपाईले आफूलाई सुधार्नु सबभन्दा पहिला। म के गर्दैछु, मैले गरेको काम ठिक छ कि छैन भन्ने कुराहरू आफैले पहिला औँल्याउनुहोस्। गल्ती त मान्छेबाट भइ नै हाल्छ, गल्ती गर्ने नै मान्छेले हो, तर सुधार्दै पनि जानुपर्छ। हामी महिलाहरू फ्र्याङ्क भन्दैमा जसलाई जे पनि भनिहाल्न जरुरी हुँदैन। म फ्र्याङ्क छु, मेरो मनमा केही कुरा अट्दैन, म कस्तो छिट्टो बोल्न मन लाग्छ भन्छ। तर त्यो छिट्टो के बोलिराख्नु भएको छ त्यसलाई चाहिँ विचार गर्नुहोस्। छिट्टो बोलेको कुराले, तपाईले छिट्टो बोलेको कुराले, तपाईले छिट्टो बोलेको त्यो शब्दले कसैलाई असर त परिरहेको छैन। त्यो कुराहरूमा ध्यान दिनुहोस्। अरूको घर परिवारलाई, अरूको दिदीबहिनी, अरूको भाउजू बुहारी, अरूको सासू बुहारी जुटाउनेतिर अभिनय नगर्नुहोस्। आफू कहाँ छु, म आफूले के गर्दैछु, मलाई के गर्दा खुसी लाग्छ भन्ने कुराहरू मात्र खोज्नुहोस्। तपाईको आफ्नो बालबच्चालाई ध्यान दिनुहोस्, आफ्नो घर परिवारलाई ध्यान दिनुहोस्। अरूको घर परिवारमाथि त्यति ध्यान दिन जरुरी छैन। त्यसले तपाईलाई ठुलो असर पार्छ। तपाईको समय खेर जान्छ।
त्यो केही क्षणलाई मात्रै रमाइलो हो। त्यस्तो बानी सुधार्नै पर्छ हामी महिलाहरूले। जीवन आफैले भोगेको अनुभवबाट सिक्ने एउटा ठुलो पाठ हो जस्तो लाग्छ मलाई चाहिँ। त्यसैले म कुनै पनि यो दिदीबहिनी साथीभाइहरूलाई चाहिँ आज कस्तो यो दही चिउरा खाने दिन भन्ने कुराको एउटा उखान याद आयो। त्यसले गर्दाखेरि मात्र मलाई यति बोल्न मन लाग्यो। यसको लागि मैले कसैलाई नराम्रो भनेछु भने, मेरो सन्देशले कसैलाई चोट पुगेको छ भने म फेरि माफ माग्छु, क्षमा गरिदिनुहोस् मलाई। तर मैले नराम्रो भन्न खोजेको होइन। हामी महिलाहरू त्यति कमजोर र त्यति नाजुक हुन्छौँ, कहाँ के बोलिरहेका छौँ, के गरिरहेछौँ हामीले भन्ने कुरा थाहा हुँदैन। त्यसैले आफ्नो बानी आफैले सुधार्ने हो। हामीलाई गलत हामीले गरिरहेको छ, सही गरिरहेको छ, त्यो दुईटा कुराको हामीलाई त्यो दुईटा कुराको चाहिँ के भन्छ तपाईँको त्यो दुईटा कुरा छुट्याउने पनि हाम्रै दिमागले हो, अरूले होइन। अरूले छुट्याउँदैन। मैले गलत गरेको छु कि सही गरेको छु, ओहो ठिक छ तपाईँले यो गलत गर्नुभयो है, यो सही गर्नुभयो, कसैले पनि आएर भन्दिँदैन। तपाईँले गलत गरिराख्नु भएको छ भनेर तपाईँको त्यो शब्द र कुराहरूले कसैलाई रमाइलो लागेको छ भने एकछिन मान्छे हाँसिदिन्छ, रमाइलो मानिदिन्छ। त्यो एकछिनको लागि मात्रै हो। तपाईँले सही गर्नुभएको छ भने पनि कसैले तपाईँलाई आएर स्याबास भनिदिँदैन। त्यही भएर त्यो कुराको मात्रै विचार गर्नुपर्छ हामी महिलाहरूले। सबभन्दा ठुलो कुरा मैले मेन पोइन्ट यसमा भन्नु खोजेको, हामी महिलाहरू कसैको पछाडि लागेर कसैलाई पनि नराम्रो गर्नतिर नलागौँ, कसैको घर परिवारमाथि घात हुने काम कहिले पनि नगरौँ प्लिज। म यति भन्दै फेरि पनि असार 15को धेरै धेरै शुभकामना, सबैजनालाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। नमस्कार।